नेपालमा हुँदाखेरि चलाइरहेको टिकटक आइडी जापान आइसकेपछि तपाईँले कन्ट्री रिजन चेन्ज गर्न खोजिराख्नु भएको थियो र त्यो सकिराख्नु भएको थिएन भनेपछि चाहिँ यसको चाहिँ कम्प्लिट समाधान लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। फुर्सद छैन अहिले भनेपछि चाहिँ भिडियो सेभ गरेर राख्नुहोस्, पछि फुर्सदमा हेर्नु होला। यो कन्ट्री रिजन तपाईँले चेन्ज गरिसकेपछि जापानको टिकटकमा हुने अन्य फाइदाजनक फिचरहरू छन्, जस्तै टिकटक सप चलाउन पाउनुहुन्छ, टिकटकबाट सामानहरू पाउनुहुन्छ र अर्को तपाईँको चाहिँ क्रिएटर रिवार्ड प्रोग्राममा चाहिँ तपाईँ सहभागी भएर युट्युब र फेसबुकको जस्तै तपाईँको भिडियोहरूलाई चाहिँ मोनिटाइज गर्न सक्नुहुन्छ। यदि तपाईँले नेपालमा चलाइरहेको फोनलाई नै यहाँ ल्याएर चलाइराख्नु भएको छ भनेपछि सबभन्दा पहिले तपाईँले चाहिँ फोनको लोकेसन चेन्ज गर्नुपर्ने हुन्छ। यसको लागि तपाईँले आइफोन चलाउनु भएको हो भनेपछि चाहिँ आइफोनको लोकेसन चेन्ज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ एप स्टोरमा गएर त्यसपछि तपाईँले त्यहाँको सेटिङमा गइसकेपछि यो कन्ट्री रिजन चेन्ज गर्नु होला। त्यसपछि प्रोफाइलमा गएर 3 लाइनमा जाने, त्यहाँबाट सेटिङ एन्ड प्राइभेसीमा जाने। सेटिङ एन्ड प्राइभेसीमा गइसकेपछि त्यहाँबाट तपाईँले जाने अकाउन्टको तलपट्टि रहेको यो प्राइभेसीमा। त्यसपछि तपाईँले जाने लोकेसन सर्भिसमा। लोकेसन सर्भिसमा चाहिँ तपाईँले व्हाइल युजिङमा सेट गर्ने। यसपछि तपाईँले फेरि मोबाइलको सेटिङमा जाने। मोबाइलको सेटिङमा गइसकेपछि सबभन्दा मुनि गएर चाहिँ एप्समा जाने। एप्समा गइसकेपछि तपाईँले चाहिँ टिकटक एपलाई खोज्ने। टिकटक एपमा त्यसपछि तपाईँले क्लिक गर्ने। त्यसपछि तपाईँले चाहिँ लोकेसन व्हाइल युजिङ छ कि छैन हेर्ने। अरू एक्सेसहरू फुल एक्सेस लोकल नेटवर्कको दिएको र सेलुलर डेटा र ब्याकग्राउन्ड एप रिफ्रेस अन गर्ने। अब तपाईँले फेरि आफ्नो प्रोफाइलमा जाने, सेटिङ एन्ड प्राइभेसीमा जाने, अनि त्यसपछि अकाउन्टमा जाने, त्यसपछि अकाउन्ट इन्फर्मेसनमा जाने। त्यहाँ गइसकेपछि यो तपाईँको सबै डिटेल देखाउँछ अनि अकाउन्ट रिजन देखाउँछ। अकाउन्ट रिजनमा तपाईँको नेपाल हुन्छ, त्यसमा तपाईँले सर्च गरेर आफूलाई चाहेको देश, यदि जापान हुनुहुन्छ भने जापान टाइप गर्ने अनि त्यसपछि त्यसलाई चाहिँ सेट गर्ने। तपाईँले यो सेट गर्ने बेला चाहिँ यदि जापान देखायो भने अकाउन्ट ओके भयो, तर धेरैको समस्या यहाँनिर जापान चेन्ज सजिलै हुँदैन। अर्को अनिवार्य कुरा, तपाईँले चाहिँ टिकटक आइडीबाट नेपालको मोबाइल नम्बरलाई हटाएर जापानको मोबाइल नम्बरलाई चाहिँ सेट गरिसकेको हुनुपर्छ। अब तपाईँले टिकटकको सबै रिक्वायरमेन्टहरू पुरा गरिसक्दा पनि तपाईँको चाहिँ कन्ट्री रिजन परिवर्तन भइरहेको छैन भनेपछि तपाईँले सबभन्दा पहिले गर्नुपर्ने काम भनेको के हो भनेपछि तपाईँले टिकटकमा राखेका भिडियोहरू यदि कपिराइटेड भिडियोहरू छन्, अरूका भिडियोहरू तपाईँले पोस्ट गर्नुभएको छ अथवा कुनै मिडियाको युट्युबको भिडियोहरू छन् भनेपछि चाहिँ सकेसम्म त्यो भिडियोहरूलाई चाहिँ तपाईँले डिलिट गर्नु राम्रो हुन्छ। टिकटकले चाहिँ अहिले कपिराइटेड भिडियोहरूलाई चाहिँ एकदमै धेरै स्ट्रिक्टली चाहिँ ब्यान गर्न खोजिरहेको छ। आफ्नै भिडियोहरू पनि 2-3 पटक चाहिँ रिअपलोड गरिराख्नु भएको छ भनेपछि त्यस्तो भिडियोहरूलाई सबभन्दा पहिले तपाईँले हटाउनुहोस्। अर्को कुरा, यदि तपाईँले चाहिँ भिडियोहरूलाई चाहिँ प्राइभेसीमा राख्नु भएको छ, ओन्ली मीमा राखेका भिडियोहरू छन् भनेपछि ती भिडियोहरूलाई चाहिँ कि चाहिँ डिलिट गरिदिनुहोस् कि चाहिँ पब्लिकमा राखिदिनुहोस्। कुनै पनि भिडियोहरू चाहिँ ओन्ली मीमा नराख्नुहोस्। अब तपाईँले टिकटक प्रोफाइलमा गइसकेपछि 3 लाइनमा गएर टिकटक स्टुडियोमा जाने। टिकटक स्टुडियो सिधै तपाईँको प्रोफाइलको अगाडि पनि हुन्छ, त्यहाँबाट पनि जान मिल्छ। त्यसपछि स्क्रल गरेर मुनि गएर तपाईँले चाहिँ भेट्टाउनुहुन्छ अकाउन्ट चेक। अकाउन्ट चेक भनेको तपाईँको अकाउन्ट ठिक छ कि छैन भनेर चेक गर्ने हो। यसरी सबैमा ग्रिन टिक छ भनेपछि तपाईँको भिडियोहरू सबै ठिक छ भन्ने हुन्छ। यदि कुनै भिडियोहरूमा चाहिँ येलो टिक अथवा रेड टिक आयो भनेपछि त्यो भिडियोलाई माया मारेर तपाईँले डिलिट गरिदिनुहोस्। त्यही तपाईँको लागि अकाउन्टको लागि फाइदाजनक हुन्छ। नो आउटस्ट्यान्डिङ इस्युज आयो भने तपाईँको अकाउन्ट ठिक छ। यति सब गरिसकेपछि अनि सम्पूर्ण क्राइटेरियाहरू मिट गरिसकेपछि पनि तपाईँको टिकटक अकाउन्टको रिजन चेन्ज नहुन सक्छ। मेरो पनि त्यस्तै भएको थियो र सबभन्दा अन्तिममा चाहिँ मैले के गरेको थिएँ भनेपछि चाहिँ यदि तपाईँले चाहिँ रेगुलर भिडियोहरू टिकटकमा हाल्ने गर्नुभएको छैन भनेपछि चाहिँ रेगुलर भिडियोहरू हाल्ने गर्नुहोस्। अनि त्यसपछि त्यो भिडियोहरूमा चाहिँ लोकेसन ट्याग गर्न नबिर्सनुहोस्। लोकेसन ट्याग चाहिँ सबभन्दा महत्त्वपूर्ण रहेछ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँको लोकेसनलाई ट्याग गरेर भिडियो अपलोड गर्ने गर्नुहोस्। सकेसम्म चाहिँ ग्रिन लोकेसन देखाउने ठाउँहरू खोज्नुहोस् र ग्रिन लोकेसनहरू ट्याग गरेर मात्रै भिडियोहरू अपलोड गर्ने गर्नुहोस्। यसले चाहिँ एकदमै राम्रो काम गर्ने गर्छ। भिडियोहरू अपलोड गर्न नछोड्नुहोस्। सकेसम्म कहिलेकाहीँ लाइभ पनि बस्नुहोस्। अनि त्यसपछि तपाईँले चाहिँ अकाउन्ट रिजन चेन्ज गर्ने प्रयास गरिराख्नुहोस्। त्यसपछि तपाईँको चाहिँ यसरी अकाउन्ट रिजन अपडेट भनेर चाहिँ आउने गर्छ। यो अपडेट आइसकेको केही मिनटपछि तपाईँको चाहिँ कन्ट्री रिजन चेन्ज हुन्छ भनेर यसमा लेखिएको हुन्छ, तर चाहिँ तपाईँको धेरै समय लाग्न पनि सक्छ। मेरो चाहिँ 2 दिन लागेको छ, कतिपयको चाहिँ 7-8 दिन 10 दिनसम्म पनि लाग्ने गर्छ तपाईँको नोटिफिकेसन आउनको लागि। त्यसपश्चात तपाईँको मोबाइलमा यसरी नोटिफिकेसन आउँछ, टिकटकमै सिस्टमको नोटिफिकेसन आउँछ र त्यसपछि तपाईँको कन्ट्री रिजन परिवर्तन हुन्छ। त्यसपछि तपाईँले चाहिँ जापानमा भएको फिचरहरू चलाउन सक्नुहुन्छ। टिकटकलाई मोनिटाइज गरेर त्यसपछि तपाईँले चाहिँ युट्युब फेसबुकमा जस्तै भिडियोहरू अपलोड गरेर यसरी हजारौँ लाखौँ आफ्नो क्षमता अनुसार पैसा कमाउन सक्नुहुन्छ।
यसैगरी टिकटक सम्बन्धी अथवा फेसबुक र युट्युबको मोनेटाइजेसन पोलिसी सम्बन्धी तपाईँलाई केही जानकारीहरू आवश्यक परेमा तपाईँले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ अथवा मलाई चाहिँ मेसेज गर्न सक्नुहुनेछ। भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र रिपोस्ट गरिदिनु होला। धन्यवाद।